आज चाहिँ बुढीसँग डेटिङ आएको माछा मार्न माछा चाहिँ पर्ने हो कि होइन त्यस अब कोसिस चाहिँ कडाइ गरिन्छ के अरे है लेट्स सी यो चाराको चारा हेर्दै हो के भइरहेको होला यार आजको फ्लाइ फिसिङको लागि चाहिँ यस्तो छ है स्मल चारा कसरी देखाउने यसरी या नाइस भिडियो बनाउने चाहिँ भिडियो बनाउन धीरे भिडियोमा त अरूको मान्छे भिडियोमा त दाँतले त टक्दैन होला म अरू होइन नि त यार म नेपाली पढ्यो भने म त नेपाली हो जेमा पनि दाँत चलाउने इम्प्रोभाइजेसन गर्ने खालको हुन्छ के हुन्थ्यो यो चाहिँ स्प्लिट सर्ट भनेको चाहिँ यो वेट हो क्या ढुङ्गा ढुङ्गा जस्तै सिसा हो क्या यो चाहिँ सिसा भन्छ कि अब यसले चाहिँ त्यो चारालाई चाहिँ तल तल पानीमा लान्छ भनेर देखाएको यस्तो हुन्छ स्प्लिट सर्ट है के हो र नदेखे नि के भयो त यार देखे देख्छ नदेखे नदेख्छ पछि थाहा हुन्छ ओके सेट सो स्प्लिट सर्ट यसरी देखा न यस्तो गर न देखाउ न यहाँ स्प्लिट सर्ट त्यहाँबाट बल्ल चारा अनि बल्ल पिङ्क खालको चारा रहेछ माछाहरू केटी धेरै हुन्छ रे पिङ्क चारा मनपर्छ भनेर त्योहरू पिङ्क ल्याइदिएको चाहिँ That's all set now. Let's go for fishing. Yeah. Hat चाहियो समुद्र एकचोटि म चाहिँ के भिडियो क्यामेरा हो के रे अब जाली चाहियो छोटो म्याग्नेट भयो यहाँ साह्रै ठुल्ठुलो माछा छैन क्या त्यही भएर नर्मल जाली हो अनि मेनली चाहिँ चस्मा चाहियो ल लेट्स गो आजको माछा मार्ने दिन चाहिँ यस्तै छ अब राम्रो खोला राम्रो पानी अनि बुढीलाई डेटिङ होपफुली बुढी विल इन्जोय इट तर मेन कन्सर्न चाहिँ बुढीले भन्दा नि मैले चाहिँ इन्जोय गर्नु पर्यो म त आउँदैन त्यहाँ माछा परे क्या झ्याङमा पर्यो ल के भयो पर्यो पर्यो यति सानो खै त तल यता ल्याउनु पानीतिर कति सानो है बाई यस्तो छ बुढी चाहिँ इन्जोय छ बुढीलाई त्यहाँ छेउमा बसेछ घाम तापेछ खाछ यहाँ चाहिँ इट लुक्स सो मच बेटर नाउ एन्ड होपफुली I'll be able to catch some really good brownie here. फेरि आउँछ नि झगडा गर्न आएको कि ऐ फटा यहाँ सिङ्गल दिने हो आइज यता आइज यता यहाँ आइज यहाँ आइज यहाँ आइज यहाँ आइज क्या यहाँ आइज यहाँ आइज क्या ऐ यहाँ आइज भनेको रिसाएको के त्यस्तो रिसाउँछ होइन किन गरेछ र छेउछेउमा त टोक्न आउँछ नि अझ भाइ फेरि हामी नगइसक्यो यो त्यही हो ओ यहाँ नजिक आयो बुढो यहाँ माछा मारौँ भने कि यसले खत्तम बनायो नि यो केटाले आज बुढी त तर्सेर टापिदियो त्यहाँ डेन्जर एट्याक गर्यो त्यहाँ फेरि आउँछ है जालीमा समाउ न सानो हो क्या अघिको अन्त ठुलो छ ओ यो त छप्रा छप्रा गरेछ ओ ठुलो रहेछ बाबा फुत्कियो
कहाँ गयो? माछा हेर्ने मान्छे र रमाइलो भयो यहाँ माछा मार्नु अलि यता ल्याउ न बिचारा हेर त त्यहाँ त्यो कस्तो जान खोजेछ ओ नाइस है अलि यता ल्याउ यसरी समाउ न वाह द्याट्स नाइस राम्रो रहेछ है राम्रो छ होइन अहिले चाहिँ अप्रिलमा चाहिँ माछा चाहिँ यहाँ चाहिँ मार्न नपाउने त्यही भएर चाहिँ यो चाहिँ आज यसको भाग्य रहेछ मेबाट चाहिँ अनि बल्ल मार्न पाउँछ अरे त्यही भएर बाई बाई सी यू गयो कति छिटो गयो है चाखेर लानुपर्छ क्या कति रहेछ माछा अब खानु नपाइने यसो सागसब्जी खाएर बलाउँछ कि खोर्सानीहरू त यो हेर त झन् कत्रो आजको फिसिङ डेट चाहिँ यस्तरी सक्यो लास्टमा चाहिँ लन्च विथ ब्रेकफास्ट है रियली नाइस म चाहिँ इङ्ग्लिस ब्रेकफास्ट बुढी चाहिँ कोरियन चिकन बर्गर